यो चाहिँ हिजोको डिनर मेरो नन्दले चाहिँ घरमै बिपिनपाप बनाएको थियो। त्यसको लागि चाहिँ उसले भेजिसहरू अगाडि नै कोही चाहिँ स्टिम अनि कोही चाहिँ स्टर फ्राई गरेर साइडमा राखेको थियो अनि यहाँ असम्बल गर्दैछ। पहिला सुरुमा चाहिँ त्यो बोलमा थोरै तेल दलेर माथिबाट राइस यसरी असम्बल गर्ने अनि माथिबाट भेजिसहरू एड गर्ने। उसले भेजिटेबलमा चाहिँ यो स्पिनेच, बिन स्प्राउट, मसरुम, जुकिनी अनि क्यारोट्स गरेको छ। अनि त्यस पछाडि यो चिकन बुल्गोगी, म पहिला कोरियन रेस्टुरेन्टमा काम गर्थेँ। यो बुल्गोगी ठ्याक्कै त्यस्तै मिठो भएको छ। अनि त्यस पछाडि यो गोचुजाङ सस अनि माथिबाट अन्डा एड गर्ने। त्यस पछाडि तपाईँको बिपिनपाप रेडी भयो। यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ अनि खाने। यो बोल चाहिँ मैले टिकटक शपबाट अर्डर गरेको, एकदमै राम्रो छ। यो लामो बेरसम्म खाना तातो भइराख्छ यसमा खाँदा। एकदमै मिठो भयो।